Now let's welcome the star of our evening. Please put your hands together for our birthday girl, Little Hriday, and her proud parents, Sushil from J Group and Taramay Group. Let's welcome them to the stage with a huge round of applause. जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजर ओ म हेर्छु मेरो जुन तिम्रो नजर तिमी बिहान साँझ मेरो
गाउँछन् पुतलीले गीत गाउँछन् म अब कार्यक्रमलाई अगाडि बढाउँदै सानो स्वागत मन्तव्य राखिदिनु हुन यहाँ सुशील क्रोमजे गुरुङको बुवा श्रीमान कृष्ण क्रोमजे तमुज्यूलाई म यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु। हाम्रो यहाँ अतिथि देवो भव भनेर भनिन्छ। यहाँहरूको आगमनले आज यस कार्यक्रमको र यस कार्यक्रममा थप शोभा बढेको छ र यहाँहरू सम्पूर्णलाई हाम्रो परिवारको तर्फबाट स्वागत गरिदिनु हुन म यहाँ हृदयको हजुरबुवा श्री कृष्ण क्रोमजे तमुज्यूलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कृष्ण क्रोमजे तमुज्यू। Thank you. मेरो जोइ म कृष्ण गुरुङ पहिला मेरो परिचय तर्फ जाउँ। स्याङ्जा जिल्ला फेदिखोला गाविस अहिले चाहिँ वार्ड नम्बर 1 छ यहाँ। पहिला चाहिँ गाविस होइन कि उपमहानगरपालिका हुन्छ के अरे आयरपानी गोठीखाना आयरपानी वार्ड नम्बर 8 चाहिँ 1 हो। र मेरो अहिले मेरो नातिनी हृदय गुरुङको 1 वर्ष पुगेको चाहिँ यो उपलक्ष्यमा हामी चाहिँ यहाँ चाहिँ सबै हामी चाहिँ जम्मा भइरहेका छौँ र यहाँहरूलाई मैले चाहिँ आमन्त्रण गरेँ। यहाँहरू चाहिँ आइदिनु भयो र यहाँहरूको चाहिँ आगमनको चाहिँ मेरो हृदयदेखि मेरो स्वागत छ। हजुरहरूले यो युनियनको यो व्यस्त समयलाई पनि थाती राखेर आफ्नो अमूल्य समय चाहिँ जुन चाहिँ मेरो इन्भिटेसनमा चाहिँ खर्च गरिदिनु भयो, आइदिनु भयो र यो कार्यक्रमको शोभा बढाइदिनु भयो। यहाँहरूलाई धेरै धेरै धन्यवाद छ। र अब यहाँ हलको यताउति चाहिँ त्यस्तै हो। अब तपाईँहरूले चाहिँ गाह्रो नबनिकन यसो मिलेर बस्दिनु होला भन्दै यहाँहरूको चाहिँ आगमनले मेरो जुन चाहिँ कार्यक्रमको चाहिँ शोभा बढेको छ र मेरो नातिनी हृदयलाई चाहिँ आशीर्वाद दिनुहुनेछ र भन्दै धेरै धेरै धन्यवाद, धेरै धेरै स्वागत छ हजुरहरूलाई। स्पेसली थ्याङ्क यू फर कमिङ मेरो Susit's colleague and Tara's colleague. Thank you very much for your coming. You spent your time for my Canterbury Day. Thank you very much. Yeah, you're welcome. Thank you. धन्यवाद। धन्यवाद श्री कृष्ण क्रोमजे तमु। उहाँ हृदयको हजुरबुवा हुनुहुन्छ र यस परिवारको मूली पनि हुनुहुन्छ। उहाँले आफ्नो नातिनीलाई 1 वर्ष पुरा भएको उपलक्ष्यमा र तपाईहरुको यहाँ आज गरिमामय उपस्थितिको लागि धन्यवाद ज्ञापन गरेर गइदिनु भयो। र यहाँ हामी
अन्य अतिथिहरू पनि उपस्थित भएको हुनाले सायद उहाँले नेपाली अलि बुझ्नु भएन होला र म उहाँहरूलाई पनि सानो चाहिँ एउटा वेलकम भन्न चाहन्छु अतिथि देवो भव which means the guest is God. So your presence has truly graced this occasion. So we are truly thankful to you for being here today. Please feel free to enjoy your time and we welcome wholeheartedly. अब कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु अब यस्तो स्पेशल डेमा केक काटेर सेलिब्रेट गर्ने गर्दछौँ र तपाईहरुलाई अब यस्तै माहौलहरुमा जानु हुँदाखेरि हामीले तपाईलाई लाग्न सक्छ केक किन अगाडि नै काटियो होला भनेर यहाँ हाम्रो हृदय नानी अलि इम्पेशेन्ट हुनुहुन्छ र त्यस कारणले गर्दाखेरि यो केक काट्ने कार्यक्रम र अन्य के उहाँको इन्भल्भमेन्ट हुन्छ लाई चाहिँ अगाडि गरौँ भनेर हामी केक काट्नेतिर लाग्दै छौँ र तपाईलाई कतिपयलाई थाहा पनि होला भनिन्छ रुखको शोभा आगो बिगोले र घरको शोभा बालबच्चाले र बालबच्चाको शोभा भनेको हजुरबुवा हजुरआमाको माया र आशीर्वादले हुन्छ त्यसैले यो विशेष क्षणमा भान्जी हृदयलाई आशीर्वाद दिनको लागि म उहाँका चारैजना हजुरबुवा हजुरआमाहरूलाई यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु कृपया हजुरबुवा श्री कृष्ण टोम्जे तमु हजुरआमा श्रीमती मौली मैन तमु हजुरबुवा श्री बौद्धन मैन तमु र आमा मीना गुरुङलाई म यहाँ मञ्चमा आमन्त्रण गर्न चाहन्छु यहाँ मञ्चमा आउनु भई अब हामी केक काट्ने कार्यक्रमतिर अगाडि बढ्दै छौं Therefore, to shower Hriday with blessings, I would like to invite all 4 of her grandparents to the stage. हामी केक काट्ने र सेलिब्रेट गर्ने तिर लाग्दै छौं गुरुङ आज 1 वर्ष पुरा भएको छ र यहाँ भान्जी हृदय गुरुङकी स्याई हाम्रो गुरुङहरूको चाहिँ शुभकामना आशिष दिने क्रम जारी छ हाम्रो रीतिथिति अनुसार स्याई गरेर आशीर्वाद आमाद्वारा स्याई गरेर आशीर्वाद दिने क्रम जारी छ म यस लगतै भान्जी हृदय गुरुङको परिवार अन्य सदस्यहरूलाई मञ्चमा
भान्जीको दुवैजना हजुरबुवा र दुवैजना हजुरआमालाई भान्जीको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले शुभ आशिष भान्जीको पहिलो वर्षको उपलक्ष्यमा दिएर जानुभएको छ र म यसै आशिष दिने कार्यक्रमलाई म अगाडि बढाउँदै म भान्जीको निकट परिवारजनहरूलाई म मञ्चमा आमन्त्रण गर्दैछु। सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है नाच है नानी डम्फुको तिमी तालैमा नाच है वीर आए गमले नाच सुख पाए खुसीले नाच नाच है नानी जिन्दगीलाई अङ्गाली बाँच है छुटाउन सकोस् न झुटो संसारले न जित न हारले न कुनै शङ्काले नै टुटाउन सकोस्। The blessings of close family members on a child's first birthday carry a deep emotional, cultural and even spiritual importance. So that's what it's going on in the stage. As you see, Hriday's uncle, aunt, grandparents are blessing her on her first birthday. After this, we are those family members, after which I would like everyone to join on the right side of the stage and be on the queue to come up in the stage and bless Hriday on her first birthday. तिम्रो मायाले डोराउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म
तिम्रो आँखामा डुबिसकेछु मलाई निकाल्न नखोज मेरो गीतको भाका बनेछौ मलाई मात्रै तिमी गाइदेऊ न जीवनभरिका लागि सम्झना बनिदिनु म हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग थपिआउनु यदि तपाईँहरू अहिले कोही आउनु भएको छ र कार्यक्रमलाई अहिले जोइन गर्नुभएको छ भने कृपया मञ्चको दाहिनेपट्टि हलमा खानाको व्यवस्था गरिएको छ खाना दिँदै गर्नुहोला र हामी यो ब्लेसिङ कार्यक्रम यथावत राख्नेछौँ र कसैले गाडीको रेजिस्ट्रेसन गराउनु भएको छैन भने राइटपट्टि टच प्यानलमा आफ्नो रेजिस्ट्रेसन नम्बर दर्ता गराइदिनु हुन म हार्दिक अनुरोध पनि मनको कुनै कुनामा किन पुरै मनमा बसिदिनु म हाँसिदिउँला सधैँ तिमी हाँसोमा रङ्ग Sorry, we might have to take a break here. She's quite not ready for go ahead. I would like you all to request to go back and sit. No, you two and then we will call you back again. Really sorry, she's a bit struggling there. यहाँलाई यथास्थान बसिदिनु न म हार्दिक अनुरोध गर्दछु केही क्षणको लागि यहाँ ब्रेक सानो ब्रेक भान्जीलाई दिनु पर्यो उहाँ चाहिँ सायद गर्मीले यो आत्तिनु भएको छ really sorry for that if you can I'll call you back again we'll continue the program she's just a baby I hope you understand we are continuing the blessing program here. As you all noticed, we had to take a short, unscheduled break earlier. Just as important as the family, family's love is important for the human being. Just as important as the family's love is the support and goodwill of the community. I would now like to invite representatives of Nautum Tamu Samaj UK, to which Hriday's family, Hriday's mom and dad belongs to offer their blessings. And here, the president of Nautum Tamu Samaj, Mr. Kamlo Tamu, Vice President M. Bahadur Khakyu Tamu, and Ama Party's President Mauli Man Tamu on this stage giving blessing to Hriday for her first birthday. Rama अब यहाँ यसै सभामा उपस्थित हाम्रो तमु पेलु संघ युके का भूतपूर्व आमा समूहका अध्यक्ष विष्णु टुक लेप्री तमु र उहाँसँग उपस्थित सम्पूर्ण आमाहरूलाई तमु पेलु संघको तर्फबाट यहाँ मञ्चमा आइदिनु हुन म यहाँहरूलाई निमन्त्रणा गर्दछु। कृपया यहाँ मञ्चमा आई हाम्रो प्यारी भान्जी हृदय गुरुङलाई
शुभ आशिष दिनुहुन म हार्दिक अनुरोध गर्दछु। विष्णु टुक्लेप्री तमु, उहाँ तमु पेलुसाङ युकेका भूतपूर्व अध्यक्ष, आमा समूहका भूतपूर्व अध्यक्ष हुनुहुन्छ र उहाँसँग अरू आमा समूहका सदस्यहरू पनि आउँदै हुनुहुन्छ। यहाँहरूको गरिमामय उपस्थितिको लागि म आज धेरै धेरै धन्यवाद प्रकट गर्न चाहन्छु। कृपया तमुपेलु सङ्घका आमा समूह लाई म यहाँ मञ्चमा निमन्त्रण गर्दैछु। हृदय गुरुङलाई ब्लेसिङ्स र आशीर्वाद प्रदान गर्दै हुनुहुन्छ र लगत्तै यसपछि म नौथुम तमु समाज आमा समूहलाई पनि तयारी अवस्थामा रहनु हुन म हार्दिक अनुरोध गर्दछु। हृदयको हजुरबुवा बौद्धन मैन र आमा हजुरआमा मिना गुरुङ कहाँ हुनुहुन्छ? मञ्चमा आइदिनु होला। यहाँ उहाँहरूलाई पनि सम्मान र सानो शुभकामना प्रदान गरिने कार्यक्रम रहेको हुँदा कृपया मञ्चमा उपस्थित भइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण तमुपेलु सङ्घ युकेका आमा समूहहरूलाई धेरै धेरै धन्यवाद। हृदयलाई ब्लेसिङ्स दिनुभयो र उहाँ हृदयको हजुरबुवा हजुरआमालाई पनि सम्मान स्वरूप रेगी लगाइदिनु भएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद र अब हामी सानो एउटा सम्झना स्वरूप तस्बिर लिँदैछौँ।
हामी एउटा फोटोको लागि मिलाउँदैछौँ। कृपया समय अलि ले हामीलाई अलि पछाडि पारेको हुनाले अलि छिटो छिटो गरिदिनु हुन म सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु। यसपछि हाम्रो नौथुम तमु समाज युकेका आमा समूहहरू अगाडि मञ्चमा आइदिनु होला र यहाँहरूको ब्लेसिङ सकिएपछि फेरि हामी अघि हामी जुन अरू गेस्टहरूलाई जुन ब्लेसिङ प्रोग्राम पोस्टपोन गरेका थियौँ हामी त्यसलाई फेरि यथावत गर्नेछौँ। धन्यवाद। र म मञ्चमा अब निमन्त्रण गर्न चाहन्छु नौथुम तमु समाज युकेका आमा समूहको ग्रुप। कृपया मञ्चमा आई हाम्रो भान्जी हृदय गुरुङलाई शुभ आशिष प्रदान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। नौथुम तमु समाज युकेका आमा समूहको ग्रुप। म गुनगुनाउँछु तिमी फुल बनी रमाउनु तिम्रै वरिपरिमा सधैँ डुलिरहन पाऊँ। एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु। एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु। झिमझिमाउने आँखाले मनै मेरो अल्झिन्छ, आँखाले मन पापी मुटुकै भएमा। सर्वप्रथम त सम्पूर्ण यहाँ आज मेरो नातिले हृदय गुरुङको फर्स्ट जन्मोत्सव मनाउन सबैजना उपस्थित हुनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरहरूको आफ्नो अमूल्य समयलाई थाती राखेर मेरो नातिनीलाई आशीर्वाद दिनको लागि हजुरहरू पालिदिनु भएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तमु पेरुसँग आमा समूहदेखि लिएर मेरो इष्टमित्र सही साथी सबै नौथुम तमु समाजका आमा समूहको तर्फबाट मेरो नातिनीलाई जति पनि हजुरहरूले आशीर्वाद दिनुभएको छ लागोस् फलोस् फुलोस् मेरो नातिनीको उज्जवल भविष्यको शुभकामना गर्दछु भन्दै मेरो दुई शब्द यहाँ टुङ्ग्याउँछु। धन्यवाद। थ्याङ्क यू भेरी मच। धन्यवाद। नौथुम तमु समाज युके आमा समूहका अध्यक्ष श्रीमती मौलिबेन तमु र यहाँहरूको ग्रुपलाई पनि धेरै धेरै धन्यवाद आशिष प्रदान गर्नुभएकोमा। बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। As we continue with the blessing ceremony, we kindly request everyone to form a queue on the right side on the stage to continue with the blessings. We truly appreciate your patience. आज तिम्रो मायामा पक्लिरहन्छु म, आज मरिरहोस् तिम्रो मेरो सम्बन्ध। नशा नशामा बग्छ तिम्रो माया, जुनीभरि हाम्रो कथा सधैँभरि तिमी र म
यहाँहरू सम्पूर्णलाई यता राइट साइडमा क्युमा बस्दिनु हुन म हार्दिक अनुरोध गर्दछु हेर मेरो आँखामा के देख्छौ तिमीले डुबेर हेर यो Again, I truly appreciate your patience. Earlier, we had to postpone the blessing program earlier because she had had enough of the blessings for a while, and we had to go outside to calm her down. She had a nap, and now she's back again with the power. सधैँभरि माया र मोह सधैँभरि तिमी र म र अब हामी अन्य पाहुनाहरू यहाँ मञ्चमा आमन्त्रण गर्दैछौँ कोही बाँकी हुनुहुन्छ भने कृपया यता राइट साइड मञ्चको राइट साइडमा क्यु अप गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु यस प्लिज समर्पण यो हृदय तिमीलाई झुक्छु यो माया You should come in the stage as she is happy now. She might start crying again. Thank you for your patience earlier. Yes, please. Thank you everyone for understanding earlier. So we are back again with the blessing program, and we'll make sure this is going to finish soon so we can have some entertainment, some nice food afterwards. उडायो परेलीमा लुकाएर राखिदेऊला सपनीमा आए तिमी साथ दिनु जुन तारा तिम्रो लागि सजाइदेऊला जुनै किरी भने तिमी नाचिदिनु As we continue with the blessing ceremony, I would kindly request everyone to make a queue on the right side. अरू कोही बाँकी हुनुहुन्छ भने कृपया यता राइट साइडमा क्यूमा बस्दिनु हुन म हार्दिक अनुरोध गर्दछु र अब हामी छिट्टै नै ब्लेसिङ प्रोग्राम र यो सेरेमनी छिट्टै सकाउनेछौँ र हृदयलाई पनि ब्रेक पाउनेछ म गुनगुनाउँछु तिमी फुल बनी रमाउनु तिम्रै वरिपरि म
सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु एक दुई दिन भने दिन गन्दै सोचिरहन्छु म त दिनभरि सधैँको मनलाई सम्झाइरहन्छु झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभे मनपापी पुतुकै भएमा झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ आँखा लोभे मनपापी पुतुकै भएमा It looks like Hriday, she has officially woken up now. Thank you, everyone. Thank you. तिमलाई डर छैन तिम्रो मुस्कान त्यो मुस्कानले मलाई के गर्छ तिम्रो मुस्कान त्यो मुस्कानले तिमलाई डर छैन Thank you, everyone. That was the longest wait for you guys. I know I had to postpone earlier, right on your turn. तिमी आउँदा मुस्कुराउँदा मलाई तिम्रो नाम तिम्रो आवाज तिम्रो न्यानो न्यानो स्पर्श मेरो हात मेरो पाइला सबैले तिमीलाई खोज्छ तिमीलाई थाहा छैन तर माया धेरै धेरै गर्छु मात्र तिमी हाँसिदेऊ तिमीलाई थाहा छैन तर माया धेरै धेरै गर्छु मात्र तिमी हाँसिदेऊ Thank you, everyone. अब next, कृपया प्लिज स्टेजमा आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु. फर्केर यता तिमीलाई कृपया अगाडि आउनु होला र हृदयलाई ब्लेसिङ दिनु हुन म हार्दिक अनुरोध गर्दछु. मलाई गाह्रो अप्ठ्यारो हुन्छ त्यसैले अहिले नै आऊ मुस्कुराऊ सताऊ मलाई तिम्रो नाम तिम्रो आवाज तिम्रो न्यानो न्यानो स्पर्श मेरो हात मेरो पाइला सबैले तिमीलाई खोज्छ तिमीलाई थाहा छैन तर माया धेरै धेरै गर्छु मात्र There you go. She's happy now with the song. तिम्रो अन्तरिक्षमा लैजाउन मलाई
यदि तपाईँहरू यहाँ आउँदाखेरि हृदय फेरि रोयो भने just wanted to assure you that it's just her tears of emotion. Thank you, धन्यवाद. ब्लेसिङको लागि अरू कोही बाँकी हुनुहुन्छ भने कृपया राइट साइडमा मञ्चमा क्यूमा बसिदिनु न म हार्दिक अनुरोध गर्दछु र हामी अलि शीघ्र गतिमा चाहिँ अगाडि जाँदैछौँ किनभने हृदय जुनै बेला पनि फेरि रुन सक्छ चाहेर पनि मैले भन्न Thank you everyone. मेरो मुटु चोरिसक्यौ तिमीले भागेर शरीरबाट यो आत्माले छोडेर गाछ तिमीलाई नै खोजी हिँड्छु रे मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात हो यादमा तिम्रो फेरि ओडी ओडी मन लाग्छ किन तिम्रैतिर हेर भन के गरौँ मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ म के गरौँ हाँसेर बोलन माया सहन सकिन्न रुठो तिमी भइदिए कि दुखी दिन्छ मन नै चुडिएला बाजाका तार तर मनका मेरो सालौँ साल तिमी सुन्छौ भने बजिरहन्छ रे तिम्रो र मेरो भेट भो संजोगले भन्छौ कि यति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत मेरो दिन बर्बाद भयो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भयो यादमा तिम्रो फेरि उडी उडी मन भाग्छ किन तिम्रैतिर हेर भन के गरौँ म मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै आज बज्न थाल्यो भन के गरौँ म मिठो मिठो कुरा गर्न सुनु म कसरी गहिरो कालो ती आँखामा हेरे भुलु म कसरी मिठो मिठो
कुरा गर नसुनु म कसरी गहिरो कालो ती आँखामा हेरे बोलु म कसरी साना साना बाबु नानीहरूको लागि बाहिर गार्डनमा बाउन्सी क्यासल सेटअप गरिएको छ। कृपया आफ्नो बाबु नानीहरूलाई त्यहाँ लगेर चाहिँ खेलाउन सक्नुहुनेछ यदि तपाईँहरूलाई सानो ब्रेक चाहिएको छ भने। For the entertainment of our little guests, we have a bouncy castle set up outside in the garden. If you would like to take them there, please feel free. We invite you to take your children there to have some fun. संजोगले भन्छौ कि नियति नै तिम्रै लागि लेख्नु रहेछ यो गीत Thank you. धन्यवाद सबैजनालाई धन्यवाद। हवाई जहाजमा लाखौँ सरी आउला बाटै नभए समुद्र तरी आउला थाहा छैन कसरी जसरी त्यसरी म आउँछु मेरो मन तिमीलाई अँगाली नै बुझाउँछु धेरै गरे प्रयास तिमीलाई भन्न मेरा भावना शब्दहरूलाई सिँगारेर शब्दहरूलाई सजाएर तर बुझाउने तिमीलाई मैले शब्दहरूमा समेटेर कसरी पाए खुसी तिमीलाई मैले भेटेर सकिँदैन सम्भव छैन तिमीलाई न अँगालेसम्म मैले म आउने छु त्यसैले हवाई जहाजमा धन्यवाद सबैजनालाई यहाँ क्युमा बसिदिनु भएको छ। धन्दा यहाँ यो हात्ती र पुतलीले चाहिँ हृदयको आँसु रोकिराखेको छ। हात्तीको गीत र पुतलीको गीतले उहाँ हृदय रोएको छैन अहिले। धेरै भइसक्यो Thank you. धड्कनलाई नभेटेको Thank you. You're lucky this time. बनाउन माया कसरी
पाए खुसी तिमीलाई मैले भेटेर सकिँदैन सम्भव छैन तिमीलाई न अगालेसम्म मैले म आउने छु त्यसैले हवाई जहाजमा उडी उडी आकाशमा हवाई जहाज चढेर लडी बुढी बतासमा पाइला पाइला गनेर तिम्रो अनुहारको चित्र स्पर्शले बनाउनु छ तिम्रो मुटुको धडकन मुटुलाई सुनाउनु छ उडी उडी आकाशमा हवाई जहाज चढेर लडी बुढी बतासमा पाइला पाइला I hope you all are enjoying the evening. Just wanted to let you know the dinner is ready and is in the same room where you had the starter earlier. So please feel free to make your way to the room and have your main meal of the day. Thank you. छिट्टै नै हामी यो ब्लेसिङ प्रोग्राम अब हामी को अन्ततिर आउँदैछ जस्तो लागेको छ यो क्यूलाई हेर्दाखेरि र हामी यहाँ उपस्थित महानुभावहरूलाई सबैलाई जानकारी गराउँदछौँ द डिनर अहिले खुलिसकेको छ यदि तपाईँहरू रेडी हुनुहुन्छ डिनरको लागि भने यता अघि स्टार्टर लिनुभएको रुममा फेरि प्रस्थान गर्नुहोला र डिनर लिनु हुन म हार्दिक अनुरोध गर्दछु डिनर खुलिसकेको छ र तपाईँहरू यदि रेडी हुनुहुन्छ भने कृपया डिनरको लागि अघि जहाँ हामी स्टार्टर लिएका थियौँ त्यही रुममा गएर डिनर पनि लिन हुन म हार्दिक अनुरोध गर्दछु धन्यवाद सम्पूर्णलाई यहाँ तपाईहरुले क्यूमा उभिदिनु भएको छ र हृदय प्यारी भान्जी हृदयलाई शुभ आशिष दिन आउनु भएको छ तपाईहरुको अमूल्य समय र यो धैर्य धारणको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँ मञ्चमा आई शुभ आशिष दिनु भई सम्झना स्वरूप एउटा तस्बिर पनि लिन नछुटाउनु होला उडी बादलको बेग सँगै जारी भएर
कोही बाँकी हुनुहुन्छ ब्लेसिङको लागि भने कृपया मञ्चमा राइटपट्टि क्युमा उभिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। अब हामी छिट्टै यो ब्लेसिङको कार्यक्रम को अन्ततिर आइसकेका छौँ र तपाईँहरूलाई जानकारी पनि गराउँदछौँ। यहाँ डिनर पनि खुलिसकेको छ र तातो मेन मिल खाना नछुटाउनु होला। उहाँ तपाईँले जहाँ स्टार्टर लिनुभएको थियो त्यही रुममा प्रस्थान गर्नु होला र डिनर को इन्जोय गर्नु होला। र यस ब्लेसिङ सेरेमनी पछि हामीसित अरू इन्टरटेनमेन्ट प्रोग्रामहरू छँदैछन्, जसमध्ये हाम्रो हृदयको मम्मी र ड्याडीको नाच चाहिँ मुख्य आकर्षण रहनेछ भन्दै तपाईँहरू धैर्य धारण गरेर बस्दिनु हुन म हार्दिक अनुरोध गर्दछु। चाहन्छु यो सेरेमनी अलि लामो नै भइसकेको छ र तपाईँहरूले धैर्य धारण गरेर बसिदिनु भएको छ। धन्यवाद चन्द्राउन चाहन्छु। सर्वप्रथम यो शुभ आशिष दिने ठुलोबाट सानोलाई आशिष दिने चाहिँ काम अति नै महत्त्वपूर्ण हुन्छ। विशेष गरी सेरेमनीहरूमा र आज हृदयको फर्स्ट बर्थडे सेरेमनीमा तपाईँहरूले ब्लेसिङ दिनुभयो। ब्लेसिङ are not just words, they are the lifetime experience, carry the weight of their lifetime experience, love and good wishes built over a lifetime. So तपाईँहरूको अनुभव, जीवनको अनुभव चाहिँ सानो हृदयमाथि र आशिषको रूपमा तपाईँहरूले जुन उहाँको फर्स्ट बर्थडेमा दिनुभएको छ, त्यसको लागि हृदयको बुवा आमाको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु। Anyone left for blessing ceremony, please join on the right side of the stage. We are nearly at the end of the blessing ceremony and we will head over to some entertainment program, mainly the dance performance from the mom and dad of the birthday girl, Hriday. After the blessing ceremony, we will take a short break
and we will have the main attraction, the dance performance from Hriday's mom and dad. Yeah. Ooh, yeah. मेरो सम्झनाहरू तिमीले नै भरिएको छ धन्यवाद सम्पूर्णलाई तिम्रो याद यदि कोही बाँकी हुनुहुन्छ भने यता राइट साइडमा आइदिनु होला र हामी यथाशीघ्र अब हामी यो ब्लेसिङ कार्यक्रमलाई अन्त्यतिर लाँदैछौँ भुवा ठोकिन्छ बतासँग र डिनरको जानकारी मैले अघि पनि गराएँ र फेरि भन्न चाहन्छु हाम्रो यो राइट साइडको डोर अघि तपाईँहरूले स्टार्टर झाउन लिनुभएको छ अहिले म देख्दैछु त्यहाँ क्यु लागिसकेको छ कृपया आफ्नो मेन मिलको लागि उहाँ क्युमा उपस्थित हुन म अनुरोध गर्दछु र मेन मिलको इन्जोय गर्नुहोला घामले तिमीलाई चुम्छ त्यसरी नै मेरो मन उडी जान्छ लापरवाह मेरो सम्झनाहरू तिमीले नै भरिएको छ जहाँ जाऊ तिम्रो याद छरिएको छ मेरो सम्झनाहरू तिमीले नै भरिएको छ जहाँ जाऊ तिम्रो याद छरिएको छ जसरी सिमलको फुवा ठोकिन्छ बतासँग त्यसरी नै मेरो मन उडी जान्छ लापरवाह जसरी बसन्तको घामले तिमीलाई चुम्छ त्यसरी नै मेरो मन उडी जान्छ लापरवाह
Now we are at the end of the blessing ceremony. If anyone is left, please come forward on the right hand side of the stage, and we will shortly be ending this blessing ceremony. यो ब्लेसिङ सेरेमनी पछि ब्लेसिङ सेरेमनीको अन्तिम क्षणमा म यहाँ हृदयको हजुरबुवा श्रीमान बौद्धन मैन्तमुलाई म तयारी अवस्थामा बस्दिनु हुन म हार्दिक अनुरोध गर्दछु। म उहाँलाई यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई उहाँहरूले आफ्नो अमूल्य समय निकालेर यहाँ यो स्पेसल इभेन्टमा जोइन हुनुभयो र उहाँलाई शुभ आशिष दिनुभयो भन्ने बारे केही शब्द राखिदिनु हुन म यहाँ हृदयको हजुरबुवा श्रीमान बौद्धन मैन्तमुज्यूलाई म तयारी अवस्थामा बसिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यहाँ अरू कोही हुनुहुन्छ ब्लेसिङको लागि भने कृपया यहाँ मञ्चमा आइदिनु होला। र यो यहाँ तपाईँले देख्दैछौँ यहाँ अन्तिम कपाल हुनुहुन्छ, यहाँ हृदयलाई शुभ आशिष दिनु हुन मञ्चमा हुनुहुन्छ। छिट्टै हामी यो ब्लेसिङ सेरेमनी अन्त्य भएको घोषणा गर्नेछौँ। यदि कसैले डिनर लिनुभएको छैन भने यहाँ मञ्चको राइट साइडमा गएर प्लिज have your main meal dinner which is ready. I hope you're enjoying the event today. Thank you. Now here we end the blessing ceremony for Hriday's birthday today. I really appreciate you all joining the event today. Thank you all so much for your patience and for kindly waiting in the queue during the blessing ceremony. Your cooperation truly made the program run smoothly, and it means a lot to the family. To Shil's and Tara's family, thank you all for your patience, being in the queue, coming to the stage, blessing little Hriday. Thank you everyone. अब हामी यो ब्लेसिङ सेरेमनीलाई औपचारिक रूपमा समाप्त भएको घोषणा गरेपछि हामी सानो एउटा ब्रेक 5 minutes break for Hriday's mom and dad and
After that, we will have a dance performance from Hriday's mom and dad. So they need a break. If anyone left with the dinner, please make your way to the right hand side of this stage, and hope you enjoy your meal. Isn't she lovely? Isn't she wonderful? Isn't she precious? Less than 1 minute. Oh, I never thought through love we'd be making one as lovely as she. But isn't she lovely? Made from love. Isn't she pretty? Truly the angel's best. For I'm so happy we have been heaven blessed. I can't believe हामी 5 minutes ब्रेक लिँदैछौँ हृदयको मम्मी ड्याडको लागि, र यसपछि हामी तुरुन्तै एउटा डान्स पर्फर्मेन्स उहाँहरूबाट Isn't she lovely? Life in love are the same. Life is Aisha, the meaning of her name. Darling, it could have not been done without you who conceived the one that's so very lovely. Made of love. धन्यवाद मेरो आदरणीय दाजुको छोरा उहाँलाई, जुन आज मेरो नातिनी जुन आज 1 वर्षको जन्मदिनको पावन अवसरमा, जुन म युके आउने अवसरमा मलाई उहाँको फ्यामिलीले जुन एउटा गीत गाउने जुन यो अवसर पाएकोमा म ज्यादै नै खुसी छु। म सम्पूर्ण युकेवासी हाम्रा नेपालीहरूलाई मेरो हृदयदेखि नै सबैजनालाई नमस्कार नमस्कार नमस्कार। मैले जानी नजानी म एउटा सानो गीत आज मेरो नातिनी अहिले अलिकति यो माहौलले गर्दा होला उसलाई अलिकति गर्मीको महसुसले उसले एकछिन जुन यो ब्रेकमा एउटा इन्टरटेनमेन्टको लागि म हजुरहरूलाई एउटा पुरानो, म मान्छे पनि बुढो भइयो त्यही नाले गीत पनि बुढो नै छ, हजुरहरूलाई मनपर्छ मन पर्दैन। 16 वर्ष उमेरमा म पनि झिर्के हुँद हो, अहिले पो बुढो भएछु भने जस्तो कुनै बेला मेरो पनि थियो यौवन अवस्था। अब म 60 ओभर भइसक्यो, त्यही नाले गीत पनि पुरानै छ, हजुरहरूलाई मन पर्दैन होला। तैपनि म एउटा केही क्षण मेरो नातिनी यहाँ अहिले उपस्थित नभएको कारणले गर्दाखेरि म सानो एउटा म जानी नजानी हजुरहरूलाई एउटा गीत प्रस्तुति गर्न जाँदैछु। यदि मबाट कुनै भुलचुक भएमा म क्षमा प्रार्थी गर्दै हजुरहरूमा एउटा गीत म अब गाउन जाँदैछु। हजुरहरूले मेरो लागि प्रेम ध्वज प्रधानको घुम्तीमा नआऊ है भन्ने एउटा गीतको बोल छ, त्यो गीत तपाईँहरूले एउटा आनन्द मानेर सुनिदिनु होला। धन्यवाद।
गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है भोलि जब हुन्छौ हामी एक अर्कोसँग टाढा टाढा फुल जस्तो माया पनि बिजाउने भन्छ काँडा काँडा सक्दैन मिलनमा सुचेर दिदाउन निदाउन घुम्तीमा नाउ है ताली 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 बतासमा उडी उडी हो उडी आउँछ गीत मुटु छुना छुना एक्लो दिन दुखी पनि पर्छ प्रीति सम्झी रुना रुना बतासमा उडी उडी हो उडी आउँछ गीत मुटु छुना छुना एक्लो दिन दुखी पनि पर्छ प्रीत सम्झी रुना रुना आउँदैन आँगनमा पापी जुन चियाउन चियाउन घुम्तीमा नाउ है आँखा तिमी जुदाउन आँखा तिमी जुदाउन बाँधिए माया फेरि गाह्रो हुन्छ फुकाउन फुकाउन घुम्तीमा नाउ है थ्याङ्क यू That performance by हाम्रो पुसाई उत्तम गुरुङ Thank you. Hello, chat. Thank you, Ravindai. Namaste सबैजनालाई. Hello everyone. मेरो नाम चाहिँ सुबित गुरुङ र आजको स्पेशल ओकेजनमा हाम्रो हृदयको फर्स्ट बर्थडेमा चाहिँ मलाई हृदयको ड्याड सुशील दाईले काइन्डली रिक्वेस्ट गर्नुभयो कि भाइ एउटा गीत गाइदेऊ न भनेर र दाईले रिक्वेस्ट गर्ने बेलामा चाहिँ मलाई अलिकति एउटा रियलाइजेसन चाहिँ भयो कि अब म सानो हुँदा मैले जो दाईहरूलाई हेरेर आई युज्ड टु लुक अप टु देम आई स्टिल डु उनीहरूलाई हेर्दै हुर्केको एन्ड सुजन दाई एज वेल दाईहरूलाई मैले हेर्दै हुर्केको म आफै र आज उहाँहरूकै छोरीको बर्थडेमा गीत गाउँदाखेरि अलिकति बुढो बुढो फिल पनि भएछ तर एनिवेज Thank you for the opportunity, Dai. I'm really grateful. And I want to wish हाम्रो छोरी हृदय a very very successful life, a very very happy birthday. अनि उसको सक्सेसको लागि एकदम कामना गर्छौँ हामी सबैजना र हृदय जस्तै अरू धेरै किड्सहरू पनि हाम्रो जिन्दगीमा एउटा हामीलाई अँधेरो थाहा नभएको अँधेरोमा झुन्किनी पनि आउँदो रहेछ उनीहरू आएपछि मात्रै थाहा हुँदो रहेछ कि हाम्रो जिन्दगी कतिको अँधेरो रहेछ भनेर र त्यो सँगसँगै मुभिङ अन टु द सङ गीतको नाम चाहिँ झुन्किरी
नाचेको आशय आशामा हिँडिरहेछु म आज पाउन यहाँ के छ र भागी जाऊँ तिमीरमा संसारको रीत यस्तै नै हो सबै छाडी जाने नै हो व्यर्थको कुरामा अल्झी बसी जिन्दगी बिताउने पो हो उड्न त मन लाग्छ जाने त हो कता पाउन यहाँ के छ र छाडी राखी जाऊँ तिमीमा आजको यो रात फेरि मलाई रहरले बिउझायो कल्पनाहरू मेरो आँखाभरि झुल्केरी बनी छायो यो मिठो रात यतै बसिबे हुन्थ्यो बिहानी आउनु अघि भागी जाऊँ तिमीमा Thank you. धन्यवाद. Thank you so much. Wow, that's an amazing performance. Sumit bhai, thank you. No words. he just brought life to the soulful melody of June Kiri by Deep. There you go. चोरेर भैरु डाँडो मिसिनले घोडेर बिजुली
कदमको छायामा बात मारौँला मिठा कुराकानीले हात भरौँला जो बोले से जाने हो आए म त तिम्रै पछि पल्केर तिमीलाई नि पिरती चाहिन्न र अलिकति बोल्न नि पाइन्न र बोल्ने पनि तरिका चाहिन्छ बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ बिजुली बनेको होला बिजुली पुग्ने नै बिजुली बनेको होला बिजुली पुग्ने नै एउटा मेरो पुतली सजाउला मै तिम्रो बगैँचा बादलमाथि उड्ने भएर आकाशलाई ल्याइदिउँला रातैमा कदमको छायामा बात मारौँला मिठा कुराकानीले हात भरौँला कदमको छायामा बात मारौँला मिठा कुराकानीले हात भरौँला मुटु जोडिदेऊला म भन्दिनँ तिमी बिना जिउन नि जान्दिनँ बोल्नलाई बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ तरिका सिकेर पाइन्छ बोल्नलाई तिमी नै चाहिन्छ बिजुली बनेको होला बिजुली पुग्ने नैमा बिजुली बनेको होला बिजुली पुग्ने नैमा बिजुली बनेको होला बिजुली पुग्ने Thank you. Wow, what a fantastic performance by Hriday's mom and dad. Can hear once more shouting, everyone. Thank you. Well, you see, who knew all those late night diaper changes are just the dance practice? Clearly, parenting had some hidden secrets. Hriday's uncle, Sujan Gurung, and auntie Smita Gurung on this stage for their next performance. रिस गर्ने रेलीमै रिसै गरी बसुन् चेप्टे चेप्टे पेरुङ्गोमा लसुन् रिस गर्ने रेलीमै रिसै गरी बसुन् आँटीको छोरी आँटीको छोरो तिम्रो र मेरो मायाको डोरो झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो कसम चेप्टे 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 धने दाइले बुनेको धन
जाने दाइले बोलेको मेरो मनको कुरा तिम्रो मनले सुनेको तिम्रो मनले सुनेको तिम्रो मनले सुनेको अञ्जलीमा थाप सिलम चामल मुरुक सिलम चामल मुरुक सिलम चामल मुरुक दुई मन मिलेसी यो जन त्यसै फुरुक यो जन त्यसै फुरुक यो जन त्यसै फुरुक चिप्टे 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 पेरुङ्गो पेरुङ्गो माला सुन रिस गर्ने रेलीमै रिसै गरी बासुन चेप्टे चेप्टे पेरुङ्गो पेरुङ्गो माला सुन रिस गर्ने रेलीमै रिसै गरी बसुन अटिलो छोरो तिम्रो र मेरो मायाको डोरो झन् बलियो कसम रे मै झन् बलियो कसम झन् बलियो कसम रे मै झन् बलियो Wow, thank you. Thank you, Hriday's uncle and auntie. That was a lovely performance. Here you go for Hriday's grandmom and granddad. सिरीमा सिरी निकान्छ बतासे चाल्यो बाबरी फुलको बासना सुन मेरो निर्माया मायालु आयो निकान्छ फालेर हान्दै नबोले पनि हाँसना सुन मेरो निर्माया ढुङ्गाको छानो निकान्छी टिनको छानो लौताले घरको बासम्म सुन मेरी निर्माया तिम्रो र हाम्रो निकान्छी भेट र घाटैमा यो माया लैजाऊ कहाँसम्म सुन मेरी निर्माया उकाली जलको तेज पानी गगन पाटी पिउला फुल गाथेर देउतल जिउला जोबन कल्लाई जिउला बारीमा आयो निकान्छ मरुसङ्गी गङ्गा वारी है पीपल पारी बार सुन मेरो निर्माया नमरी पाथे निकान्छ कालले साथे त्यो माया लौला जनम्बर सुन मेरो निर्माया दिनै र भारी घाँसै र काट्यो कोइरालो र टाकी आधी र बैसा यसै र गयो आधी रह्यो खाली घाँसै र काट्यो निकान्छी गोगन डाली सेपिलो ठाउँमा साप होला सुन मेरी निर्माया बोलेर मात्रै निकान्छी के फाइदा हुन्छ रिसानी भए माफ होला सुन मेरी निर्माया मायालु आयो निकान्छ फालेर हान्दै नबोले पनि हाँसना सुन मेरो निर्माया तिम्रो र हाम्रो निकान्छी भेट र घाटैमा यो माया लैजाऊ कहाँसम्म सुन मेरी निर्माया सुन मेरो निर्माया सुन मेरी निर्माया धन्यवाद हृदयको हजुरबुवा र हजुरआमा उहाँहरूले अत्यन्तै आफ्नो जमानाको एउटा मनोरञ्जनात्मक एउटा गीतमा चाहिँ प्रस्तुति दिनुभयो भन के हो नाउ तिम्रो
होला गाउँ तिम्रो कुनै होला बाउ तिम्रो एको र भोकी आउँला पञ्चे बाजा पुजारी निलेर आज लागि जम्न नाम्चे बजार ए बजार हेरी तिमीलाई हेरौँला फुलै टिपी तिमीलाई सजाउँला जुन हेरी तिमीलाई हेरौँला ए हेरौँला फुलै टिपी तिमीलाई सजाउँला मस्केर हिँड्ने त्यो झालैले लट्ठै फिरेको कपालैले मक्खै डुलेर दियाखैमा सुस्तरी मायाको तालैले गुरी गुरी ठुस्किने बानी आँखा तरी मार्छौ कि सानी घुरी घुरी ठुस्किने बानी आँखा तरी मार्छौ कि सानी आँखा झुम्काइ तिमीलाई फकाउँला रिसाएरी तिमीलाई हँसाउँला जुन हेरी तिमीलाई हेरौँला ए हेरौँला फुलै टिपी तिमीलाई सजाउँला गैरी खेत को सिरे हायो बरसाया को घरों मिले गैरी खेत को सिरे हायो बरसाया को घरों मिले ओ नूनी जस्तो मेरो मन नूनी जस्तो मेरो मन चिरा उसको रूप को करो दिले उसको रूप को करो दिले सबै करे खोलूंगी नहीं मन के थोड़ा बोलूंगी नहीं आए सबै करे खोलूंगी नहीं मन के थोड़ा बोलूंगी नहीं सत्तेरीका साइलेरी में आमालाई पल्ला रे साइ ढोले हत्तेरीका साइलेरी में ए मन ढाले 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 Thank you, Bhavika, Asha. Lovely, lovely. Anyone, please, if you have kids, can join in this stage, please.
Lovely, lovely. Thank you, everyone. Thank you. Thank you, kids. We appreciate. आज मेरो नातिनी हृदय तमुको पहिलो जन्मोत्सवमा उपस्थित हुनुभएका नौथम तमु समाजका अध्यक्षज्यू उपाध्यक्षज्यू र तमु पेलुसाङ युकेका आमा समूहका पूर्व अध्यक्ष श्री विष्णु कुमारी टुल एफडीज्यू लगायत सम्पूर्ण आजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण पाहुनाहरूलाई मेरो तर्फबाट म हार्दिक नमन गर्न चाहन्छु। म तपाईँहरूप्रति आभारी छु। आजको यस कार्यक्रममा टाढाबाट धेरै टाढाबाट आफ्नो कार्यव्यस्ततालाई थाँती राखेर यो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा अति नै खुसी छु र सायद केही छिनपछि हाम्रो कार्यक्रम चाहिँ अब विसर्जन हुने कार्यक्रम पनि छ र म आभारी छु यो कार्यक्रममा उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुलाई यही मेरो कामना गर्दछु। धन्यवाद। र केही छिनपछि हामीले यसो कोकटेल डान्सको कार्यक्रम पनि छ। तमु पेलुसाङ युकेका आमा समूहका आमाहरू पनि यसो तयार भएर बस्दिनुस्। यहाँ डीजे भान्जाहरूले चाहिँ यसो गीत लगाइदिनु हुन्छ। हामी सबै फेरि ग्रुप डान्स गर्नेछौँ। सबै सहभागी भएर ग्रुप डान्समा हामी मनोरञ्जन गर्नेछौँ। धन्यवाद।